नमस्ते, म सुशीला सिंह। म काम गर्दै जाने क्रममा मैले कामहरू त धेरै नै गरेँ। पहिला धेरै नै ल्यान्डस्केपहरू गर्थेँ कलेज टाइमहरूमा पनि, अनि कलेज पछि पनि मैले धेरै नै ल्यान्डस्केप्सहरू गरेँ। मैले जुन अहिलेको यो जुन यहाँ प्रदर्शनी भइरहेछ म्युजियममा, बुङ्गदेवको करुणामयको जात्रा सिरिज प्रदर्शनी भइरहेछ। यो कामको बारेमा मैले भन्नुपर्दाखेरि मैले चाहिँ यो हाम्रो 2079 सालमा स्टार्ट गरेको हो। एक्चुअली यो काम स्टार्ट गर्नु मैले धेरै अगाडिदेखि नै प्र्याक्टिसको क्रममा नै सुरु गरेको थिएँ। यसप्रतिको मोह, स्केच गर्ने कुराहरू चाहिँ बढ्दै गएको थियो मलाई एकदमै। त्यसको साथसाथै नेवार फ्यामिलीमा बिलङ भएको भएर पनि पहिलादेखि नै आमा, मम्मी, ड्याडी, बजै, हजुरबा, हजुरमुवाहरूले चाहिँ हामीलाई बुङ्गदेवकोमा चाहिँ पूजा गर्नेदेखि लिएर अनि राति चाहिँ साइदको दिनहरूमा पूजा गर्ने अनि 108 बत्ती बाल्ने कुराहरू चाहिँ भइरहन्थ्यो, हामी गइरहन्थ्यौँ। त्यो किसिमको नै एकदमै प्रभाव परेको पनि हुनसक्छ मलाई। र म एउटा कलाकार पनि भएँ होइन। कलाकार भएको कारणले मैले त गर्नै पर्छ भन्दा पनि यो कुरालाई धेरै नै बुझ्नुपर्छ भन्ने क्रममा नै खास यो काम अगाडि बढेको हो। अनि मास्टर सक्काको सँगसँगै मैले त्यसपछि खास मैले यो स्केच स्टार्ट गरेको 2022 मा। त्यो वर्ष चाहिँ मेरो विचारमा 15, 16, 17 दिनको साइड परेको थियो। अनि सुरुको दिनदेखि नै मैले स्टार्ट गरेँ। यो काम गर्ने सिलसिलामा चाहिँ हरेक दिन म जान्थेँ, त्यहाँ 5 बजे नै पुग्न जान्थेँ यो काम गर्नको लागि। मैले लगभग त्यहाँ 2 घन्टा जति बिताउँथेँ। 2 घन्टा जति बिताउँथेँ मैले। अनि त्यो मात्र होइन कि काम गर्ने मात्र होइन कि मैले त्यहाँ जुन किसिमको त्यहाँ बनाउने दाजुहरू, व्यक्तिहरू हुनुहुन्थ्यो, जुन यङ्गुवा फ्यामिली अनि हाम्रो यो बाराही फ्यामिली, त्यहाँ दाईहरू, काकाहरू, बाजेहरूसँग, ठकालीहरूसँग, उहाँहरूसँग कुरा गरेर चाहिँ मैले धेरै नै कुराहरूको ज्ञान बुझ्न पाएँ। मैले सबै कुराहरू, कतिपय थाहा नभएको कुराहरू पनि मैले धेरै नै बुझ्न पाएँ यो काम गर्ने क्रममा चाहिँ। अनि एक्चुअली यो मेरो काम चाहिँ मैले लाइन मार्फत नै पुरा गर्छु होइन। 60 फिटको धरोहर मैले मेरो सानो 2 फिटको स्केचबुकमा अटाउनु पर्ने र कम्पोज कसरी मिलाउने त भन्ने कुरा चाहिँ त्यो एकदम ध्यानमा हुन्थ्यो मलाई। अनि जसरी हुन्छ आफूले पढेको पनि त यही कुरा हो नि, कुनै त फर्मुला पनि युज हुन्छ होइन यसमा। हाम्रो अब स्केच कपी र हाम्रो यस्तो ठुलो मन्दिर बनाउनमा चाहिँ अनि त्यो अनुसारको कुराहरू चाहिँ धेरै नै मनन गरेर चाहिँ मैले यसमा कामहरू चाहिँ पुरा त नभनौँ, एउटा आर्टिस्टलाई कहिले पनि आफ्नो काम पुरा भएको महसुस हुँदैन नि। त्यही कारणले अझ पनि मलाई एकदमै गर्न मन छ यो कामहरू होइन। त्यो बेलाको धेरै वर्ष अगाडिको यो मेरो प्लान थियो 2022 मा चाहिँ जस सबै तालमेल मिलेर भगवानको आशीर्वादले पनि हो, मैले पुरा 15, 16 दिन र 19 दिनै लगाएर मैले चाहिँ पुरा चाहिँ गरेँ। अनि त्यो मात्र होइन कि जुन किसिमको एक किसिमको एउटा आर्टिस्टलाई हौसला प्रदान गर्नुभएको छ नेपाली म्युजियम अफ नेपाली आर्टले होइन, उहाँहरू मार्फत यो एक्जिबिसन पनि भयो। काम गर्दाखेरिको एक किसिमको हौसला जुन किसिमको उहाँहरूले प्रदान गर्नुभयो, उहाँहरूले त्यो एकदमै सराहनीय छ एउटा आर्टिस्टको लागि। अनि राम्रो खाली नै एकदम उच्च स्तरीय नै एक्जिबिसन पनि भयो त्यहाँ ठमेलमा मोना म्युजियममा चाहिँ। अनि अर्को कुरा मलाई यसमा के भन्न मन लाग्छ भने यो स्केचमा चाहिँ जुन किसिमको लाइन वर्क मैले गरेको छु यसमा हरेक लाइनहरूमा चाहिँ एक किसिमको फिलिङ्स यो लाइनहरूलाई चाहिँ जो पनि आउनुहुन्छ नि एक्जिबिसनमा अहिले हेर्नको लागि, हरेक लाइनमा चाहिँ मेरो सासै अड्केको छ। जुन किसिमको लाइनहरू कोर्ने बेला मैले सास रोकेर गर्छु नि, त्यो खालको फिलिङ्स चाहिँ अब बुझ्ने प्रयास गर्नु होला भनेर म भन्न चाहन्छु यो एक्जिबिसन हेर्न आउने सबै दर्शकहरूलाई चाहिँ। अनि अर्को कुरा चाहिँ जुन किसिमको मैले यो रथ बनाउने क्रममा जुन किसिमको एक किसिमको सामूहिक गठबन्धनदेखि लिएर सामूहिक सबै मिलेर
कामहरू गर्यो भने चाहिँ जुनैसुकै काम पनि पुरा हुन सक्छ भन्ने चाहिँ मैले रथ बनाउने क्रममा त्यहाँको माझमा जुन किसिमको डिफ्रेन्ट फ्यामिली मेम्बर्सहरू डिफ्रेन्ट गुठीहरू सबै मिलेर एक अर्काको भाइचारा देखेर मलाई एकदमै खुसी लाग्छ। अनि त्यही किसिमको हामी सबै समाजमा पनि त्यही किसिमको कुराहरू भयो भने चाहिँ हामी जोस पछाडि कहिले पनि पर्दैन होला जस्तो लाग्छ मलाई। धेरै कुरा चाहिँ सिक्ने मौका चाहिँ दिनुभएको छ मैले रथ बनाउने क्रममा, अनि सिकेको पनि छु मैले धेरै कुराहरू। त्यही क्रममा चाहिँ एक्जिबिसन चाहिँ जुन वर्ष मेरो यो काम सकेको थियो त्यही वर्ष नै मोना मार्फत नै मेरो एक्जिबिसन भएको थियो उहाँहरूकै म्युजियममा, नेपाली म्युजियम अफ नेपाली आर्टमा। अनि त्यो बेला चाहिँ राम्रो काम, मेरो विचारमा राम्रो सोच राम्रो काम भएपछि चाहिँ हरेक किसिमबाट चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। हामीले जहिले पनि पोजिटिभ नै थिङ्क हुनुपर्छ। मेरो एक्जिबिसन चाहिँ हाम्रो त्यो बेला 2022 को अस्ट्रेलियन एम्बेसडरले नै उद्घाटन गर्नुभएको थियो। अनि उहाँले पनि एकदमै पोजिटिभ कुराहरू यो कामको लागि एकदम राम्रो सन्देशहरू दिनुभएको थियो। मलाई त एकदमै खुसी लागेको थियो। त्यही क्रममा चाहिँ अनि त्यो बेला चाहिँ एक्चुअली सेस कलेजी पनि आउनुभएको थियो एक्जिबिसनको लागि, एक्जिबिसन हेर्न आउनुभएको थियो। अनि त्यही क्रममा चाहिँ जुन किसिमको लाइन वर्कमा जति पनि अहिले म के भन्न चाहन्छु भने जति पनि अहिले पनि अब म त्यति साह्रो ठुलो होइन उमेर त्यो पनि भन्न चाहेको होइन। अपकमिङ हाम्रो जुनियर भाइ बहिनीहरूलाई चाहिँ म लाइन वर्क मैले यहाँ कलेजमा पनि भाइ बहिनीहरूले पनि लाइन वर्क चाहिँ गरेको देख्दिनँ। यसमा चाहिँ अलिकति गाह्रो छ हो, तर फाइनल टच नै एउटा टच हुन्छ यसमा होइन। मैले चाहिँ पेन्सिल नै युज नगरिकन गर्ने गर्छु। जुन किसिमको यसमा मैले रमाइलो फिलिङ्सहरू लिने गर्छु त्यो किसिमको चाहिँ उहाँहरूले पनि एकचोटि प्र्याक्टिसहरू गरेर गर्नु हुँदाखेरि चाहिँ हुन्छ। अनि हामीले मैले जुन किसिमको यो कामहरू गरेको बेला जुन किसिमको मैले कामहरू देखाएँ र यसबाट कति कुराहरू सिक्न पाएँ, यो कुरामा चाहिँ म एकदमै आफूलाई भाग्यमानी नै ठान्छु। अनि अर्को कुरा भन्नुपर्दाखेरि अरू कुरा चाहिँ मलाई हेल्प गर्ने, यो काम गर्दाखेरि मलाई हेल्प गर्ने सबै मेरो दाजुभाइहरू मेरो साथीहरूलाई म धेरै नै सम्झिन र धन्यवाद दिन चाहन्छु। अनि हेरिदिनुहोस् होला एक्जिबिसन फेरि पनि भइरहेको छ। 2022 मा म्युजियममा थमेलमा मोना मार्फत भएको थियो। यसपालि फेरि पाटन म्युजियमले गर्नुभएको छ यो एक्जिबिसन, फेरि एकपटक गरिदिनु भएको छ मेरो एक्जिबिसन। यसको लागि म धेरै नै आभार प्रकट गर्दछु उहाँहरूप्रति। यति भन्दै 2 शब्द मेरो यहीँ टुङ्ग्याउँछु। नमस्ते। यो बुक आई रियली फिल प्राउड जुन यो बुक मोना मार्फत नै पब्लिस भएको हो एक्जिबिसनको दौरानमा। अनि यो बुकमा चाहिँ सबै कुराहरू जस्तै मेरो जर्नीहरूदेखि लिएर यो हाम्रो गुन्द्रुक बनाउने प्रोग्राम मात्र होइन कि मैले कसरी आर्टहरू स्टार्ट गरेँ त भन्ने कुराहरू सबै पहिलाका कुराहरू मैले सिकेको कुराहरूदेखि लिएर सबै कुराहरू यसमा अहिलेसम्म गरिआएको कुराहरू सबै छ यसमा। जस्तै कि मैले राष्ट्रिय ललित कला पुरस्कार 2 चोटि ग्रहण गरिसकेको छु मेरो काम मार्फत होइन, यो कुराहरू पनि छन्। अनि पहिलाको एक्जिबिसनका कुराहरूदेखि लिएर जस्तै मैले यो कामहरू गरेको थिएँ, एकदम ठुलो काम लोकता पेपरमा 10 फिट बाई 9 फिटको कामहरू पनि मैले गरेको थिएँ पहिला। यो कामहरू पनि यसमा अङ्कित छ। अनि त्यस्तै गरिकन हामीले हाम्रो नेपालको कामहरू मात्र होइन कि हामीले विदेशीबाट पनि अलिकति प्रभावित भएको कामहरू जस्तै किङ सुकी भन्ने विगत धेरै पहिला मैले एउटा काम पनि गरेको थिएँ। यस्तो कामहरू सेरामिकमा जस्तै कुनै पनि कुराहरू फुट्यो भने त्यसलाई फाल्ने चलन छ नि हाम्रोमा होइन, त्यो त होइन। हामीले जुन किसिमको कामहरू फुट्दा काम मात्र होइन सम्बन्धहरू छुट्दा पनि हामीले पछि फेरि जोड्न पनि सकिन्छ भन्ने विषयमा मैले यो किङ सुकी भन्ने जापानिज प्रविधिको काम सुनको ब्लू मार्फत जोड्ने कामहरू पनि गरेको थिएँ। यो कामहरू पनि यसमा छ। त्यस्तै गरिकन सेरामिकका कामहरूदेखि लिएर मैले म्युरल वर्कहरू पनि गरेको छु मेरो स्टुडियोमा नै। यो कामहरू पनि यसमा यो बुकमा चाहिँ रहेको छ।
त्यसै गरिकन हाम्रो जुन एक्जिबिसनमा भएको काम जुन फ्युजन अफ कल्चर इन्ट्यान्जिबल रीतिमा पनि काम गरेकोमा यो सबै कुराहरू चाहिँ यो बुक मार्फत चाहिँ देखाउन खोजेको छ। यसमा सबै मेरो यो बुङ्गदेवको स्केचेसहरू सबै नै यसमा सिरियल रूपमा नै प्रस्तुत गरिएको छ। त्यस्तै गरिकन धेरै थोरै मेरो कामको बारेमा चाहिँ यो बुकमा चाहिँ सबै जस्तो चाहिँ अहिलेसम्मको कुराहरू 2022 सम्मको कुराहरू चाहिँ यो बुकमा चाहिँ छ। जस्तै कि मेरो लाइक सर बाबु राजा देउला सर पनि हुनुहुन्छ।